रौतहटमा पूर्वाधार विकास कार्यालयको लुट धन्दामा थप तीव्रता। 2074-75 सालमा नै ढलान सम्पन्न भइसकेको सडकमाथि फेरि पनि ढलान गर्न 20 लाख विनियोजन। रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वार्ड नम्बर 5 बरहरवा स्थित देखिएका यस्ता घटनाले पूर्वाधार कार्यालयको योजना छनौटमाथिको पारदर्शितामाथि नै प्रश्न उठाएको छ। 2074-75 सालमा नै ढलान सम्पन्न भई हाल मर्मत आवश्यक रहेको उक्त सडकमा नयाँ ढलान तथा स्तर उन्नतिको नाममा 20 लाखको बजेट सखा पार्ने योजना सहित सडक ढलान गर्न लागि स्थानीयहरूले आरोप लगाएका छन्। पहिलादेखि नै ढलान सम्पन्न भइसकेको सडकमाथि फेरि पनि ढलान गर्न लागि यस तथ्यबाट कार्यालयबाट अनुगमनमा जाने इन्जिनियरहरूको कार्य सम्पादनमाथि पनि गम्भीर प्रश्न उठाएको छ। आँखामा कमिसनको कालो पट्टी बाँधेका पूर्वाधार विकास कार्यालय रौतहटका कार्यालय प्रमुख विजय यादव सहित इन्जिनियरहरू अनुगमनको नाममा कमिसनको ताकेता दिन मात्र कार्यस्थलमा पुग्ने गरेको स्थानीय समाजसेवीहरूले आरोप लगाएका छन्। युवाहरूले यति मात्र नभई पूर्वाधार विकास कार्यालय रौतहटबाट जिल्लाभरि सञ्चालन भइरहेका अधिकांश योजनाहरूमा एस्टिमेट अनुसार कार्य नभएको आरोप लगाउँदै सम्बन्धित निकायबाट अनुगमन तथा निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्नको लागि माग गरिएको छ।